आज हामी थ्याङ्क्सगिभिङ अराउन्ड द वर्ल्ड अर्थात् विश्वका विभिन्न देशहरूमा मनाइने धन्यवाद वा फसल पर्वहरूलाई अझै गहिरो रूपमा बुझ्नेछौँ र म यो विषयलाई कक्षामा शिक्षकले बोर्डमा लेखेर विस्तारमा पढाए जस्तै सरल, स्पष्ट र व्यवस्थित रूपमा व्याख्या गर्नेछु ताकि तपाईलाई परीक्षा लेख्दा सजिलै सम्झिन सकियोस्। सबैभन्दा पहिले हामी बुझौँ थ्याङ्क्सगिभिङ किन मनाइन्छ। संसारका धेरै देशहरूमा मानिसहरूले राम्रो फसल, खाना, स्वास्थ्य, परिवारको सुख र जीवनमा पाएका सबै राम्रा कुराहरूका लागि प्रकृति वा भगवानप्रति धन्यवाद दिने परम्परा बनाएका छन्। यो केवल उत्सव मात्र होइन, यो कृतज्ञता, ग्र्याटिट्युड व्यक्त गर्ने संस्कृति हो। विभिन्न देशमा यसको रूप फरक भए पनि भावना एउटै हुन्छ, हामीलाई जे मिलेको छ त्यसका लागि धन्यवाद दिनु। 1. थ्याङ्क्सगिभिङ USA। यो अमेरिकाको सबैभन्दा ठूलो राष्ट्रिय पर्व हो जुन हरेक वर्ष नोभेम्बर महिनाको चौथो बिहीबार मनाइन्छ। इतिहास। यसको ऐतिहासिक सुरुवात सन् 1621 मा भएको मानिन्छ, जब पिलग्रिम्स भनिने युरोपबाट आएका मानिसहरूले नयाँ भूमिमा पहिलो सफल फसल काटेपछि नेटिभ अमेरिकन्ससँग मिलेर ठूलो भोज गरेका थिए। परम्परा। आजको समयमा यो पर्व परिवारसँग जोडिएको छ। मानिसहरू टाढा भए पनि घर फर्किन्छन् र परिवारसँग बसेर खाना खान्छन्। मुख्य परिकार। यस दिनको मुख्य परिकार रोस्ट टर्की हो, जससँग म्यास्ड पोटेटोज, स्वीट पोटेटोज, कर्न, ग्रेभी र पम्किन पाई जस्ता खाना बनाइन्छ। परेड। मेसिस थ्याङ्क्सगिभिङ परेड न्युयोर्क विश्व प्रसिद्ध छ, जहाँ विशाल कार्टुन, बेलुन, सङ्गीत, नृत्य र सांस्कृतिक प्रदर्शन हुन्छ। 2. चुसेअक साउथ कोरिया। यो कोरियाको अत्यन्त महत्त्वपूर्ण फसल पर्व हो जुन चन्द्रपात्रो अनुसार मनाइन्छ। उद्देश्य। राम्रो फसलका लागि धन्यवाद दिनु र पुर्खाहरूलाई सम्मान गर्नु। पूजा। मानिसहरू आफ्नो जन्मथलो फर्किन्छन् र पुर्खाको पूजा गर्छन्, जसलाई एन्सेस्ट्रल राइट्स भनिन्छ। खाना र पहिरन। यसमा विशेष खाना सङ्पियन चामलको केक बनाइन्छ। मानिसहरूले हानबोक नामक परम्परागत पहिरन लगाउँछन्। गतिविधि। यस पर्वमा तीर हान्ने खेल र रेस्लिङ, एसाइरियम जस्ता खेलकुदहरू हुन्छन्। 3. डिया डे अकाओ डे ग्राकास ब्राजिल। ब्राजिलमा थ्याङ्क्सगिभिङ अमेरिकी संस्कृतिबाट प्रेरित भएर सुरु गरिएको हो। प्रार्थना। यस दिन चर्चमा विशेष प्रार्थना गरेर भगवानप्रति धन्यवाद दिइन्छ। स्थानीय स्वाद। यहाँ अमेरिकी टर्की परम्परा भए पनि ब्राजिलियन स्वाद मिसाइन्छ। यहाँ क्रानबेरिज नपाइने भएकाले जाबोटिकाबा नामको फलबाट सस बनाइन्छ। 4. लाइबेरिया थ्याङ्क्सगिभिङ। लाइबेरियामा यो पर्व स्वतन्त्रता र जीवनको उत्सवसँग जोडिएको छ। इतिहास। यसको सम्बन्ध 19औं शताब्दीमा अमेरिकाबाट आएका मुक्त दासहरूसँग छ। उत्सव। मानिसहरू चर्च जान्छन् र त्यसपछि परिवारसँग मसालेदार खाना, रोस्टेड चिकन, कासावा खान्छन्। साँझमा सङ्गीत र नृत्यले वातावरण रमाइलो हुन्छ। 5. क्रप ओभर बार्बाडोस। यो बार्बाडोसको सबैभन्दा ठूलो सांस्कृतिक पर्व हो जुन झन्डै 12 हप्ता लामो हुन्छ। सुरुवात। यसको सुरुवात सुगर केन, उखु फसलसँग जोडिएको हो। कार्निभल अन्तिम दिनलाई ग्रान्ड कार्डुमेन भनिन्छ, जहाँ मानिसहरू रङ्गीन पोसाक लगाएर सडकमा नाच्छन् र क्यालिप्सो सङ्गीत बज्छ। 6. होमोवो गाना। यस पर्वको अर्थ नै भोकमाथि हाँस्नु वा भोकलाई जित्नु हो। इतिहास। यो ऐतिहासिक रूपमा ठूलो भोकमरी समाप्त भएको सम्झनामा मनाइन्छ। खाना। मानिसहरूले विशेष खाना केपोकोई फिस र पाम नट सुप खान्छन्। फसल राम्रो भएपछि ठूलो उत्सवसहित सङ्गीत र नृत्य सुरु गरिन्छ। 7. मेहरेगान इरान। यो फारसको धेरै पुरानो पर्व हो। असोज 4 गते सेन्चुरी BC भन्दा पुरानो मानिन्छ। समर्पण। यो फसल प्रेम र देवी मेयरलाई समर्पित छ। परम्परा। मानिसहरूले नयाँ लुगा लगाउँछन् र ठूलो भोज गर्छन्। मार्जोराम र लोटस जस्ता प्रतीकात्मक चीजहरू प्रयोग गरिन्छ। निष्कर्ष। संसारका यी सबै थ्याङ्क्सगिभिङ वा फसल पर्वहरू फरक देश, फरक भाषा र फरक परम्परामा आधारित भए पनि सबैको मूल भावना एउटै हो, प्रकृति, फसल, परिवार, जीवन र सुखका लागि धन्यवाद दिनु।